गाइस हामी चाहिँ त नौधारामा आयो पानी जहाँ हाम्रो पाउ हुन्छ त्यहाँ हाम्रो मन पनि हुन्छ। यस भनाइसँगै पदयात्रा एक प्राकृतिक सौन्दर्यको आनन्द लिने, स्वास्थ्यलाई फाइदा पुर्याउने र मानसिक शान्ति प्राप्त गर्ने प्रक्रिया हो। यसमा हिँड्न, नयाँ कुराको खोज गर्न र नयाँ ठाउँहरूमा जान समावेश हुन्छ। यसै क्रममा आज हाम्रो गन्तव्य रहेको छ काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो स्थान फुलचोकी डाँडा, जुन समुद्री सतहबाट लगभग 2780 मिटरको उचाइमा रहेको छ। यहाँसम्म पुग्ने विभिन्न मार्गहरू भए पनि हामीले गोदावरीको बसपाबाट फुलचोकी भवानी नवधारा मन्दिर हुँदै जङ्गलको छोटो पदमार्ग रोजेका छौँ। ल अब हाम्रो हाइक सुरु गरौँ है त। अब अन्तिम आइपुग्यो, लास्ट पार्किङ स्टेसन आइपुग्यो। यो माथि चाहिँ यहाँ त 27 देखेको फुलचोकीको लागि यस्तो चिसोमा रेडी भएर आइरहेको छौँ गाइजहरू। अब हामी माथि लाग्यौँ रहेछ स्कुलमा याद गरेको है टाउकोमा बसेर अब लिन जाने हेर मान्छे दाजु त्यत्र ब्याग बोक्नु सक्नुहुन्छ? आइपुगेका छौँ। यो चाहिँ हाम्रो नौधारा अहिले अगाडि ड्याडी, छोरी, मम्मी, नानी, दारी, भाउजू, फुलचोकी भवानी नौधारा। कहाँ आइपुग्यो बेबी? नौधारामा आइपुगेछ है। देखेको ल बुढी मार्बल डाँडा हेर न। अलि बेलुका चाँडो भने चाहिँ एकचोटि बाइकमै जाने त्यहाँ चाहिँ। गाइस हामी चाहिँ त नौधारामा आयो पानी जय भवानी। के जाडो रात ताप्नै आयो त।
चाहिँ हाम्रो फुलचोकीको हाइकिङ सुरु भयो है। ल कस्तो छ त, चिसो छ अहिले। अब यो ज्याकेटले पनि धानेको छैन चिसो। अब माथि गएपछि यो ज्याकेट खोल्दै 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 जानुपर्ने होला। अब यस्तो छ। अब चाहिँ बेबी रमाइलो होला कि के होला त, गाह्रो होला। हेलो गाइज, के हो ढिला ढिला यार? तीनटा पुस्ता त ढिला भयो त यार। नातिनी, आमा, हजुरआमा, के हो यस्तो? हेलो, के हो? ल टोलीहरू अगाडि बढ्दै हामी लगभग हिँडेको पौनी घन्टा भयो होला है। पौनी घन्टा भयो। अब ओके हेलो गाइस, आज चाहिँ हामी गोदावरीको लागि हाइकिङ आएको होइन। यता यता उता यता। अब चाहिँ हामी यसो फोटो खिचौँ भनेर यता बसिरहेछौँ। अब फुल चाहिँ कति किलोमिटर? त्यो त मेटिया छ है त। 4 किलोमिटर कि 5 किलोमिटर लेखेको छ कि। मेन बाटो चाहिँ भयो, ट्रेल त अलिक कम होला। हेलो, आइयो कहाँ आइयो भन्दाखेरि अब फुलचोकी जाँदैछौँ। यस्तो गोदावरीको पुलै देखेन नि त। गोदावरीको पुल हुन्छ? त्यस्तो रिभर के यहाँ छ नि मम्मीको। मलाई चाहिँदैन ल त्यो बाटो हुन्छ होइन। नाम भन्छ सजिलो। मान्छेले लामो घाटो पुगिरहेको छ। बेबी झन्डै अल्छी भएको छैन नि त। ल म त लड्यो अघि क्या भयो होला झन्डै। ल निगालो गाडी आयो है। पाँच घन्टा छ त टाइमिङ पनि। पेट्रोल पनि 9 बजे होइन भर्खर 2 घन्टा हिँडेछ। आधा घन्टा त्यो बस्यो नै खाएर अनि 1.5 घन्टा हिँडेको 1.5 घन्टा 2 घन्टा भयो। आधा घन्टा त खस्यो चिया खाना बस्यो नि होइन हामी। हजुर बानी नभएर ल। ओहो कति राम्रो, पुरै यो त निगालो होइन त। निगालो घारीमा आइपुग्यो त। साथी पनि रहेछ, यो सेतु रहेछ। ल निगालो घारीमा आइपुग्यो। सबै यता हेर त कस्तो राम्रो सिन आउने हेर न। ओहो कति हरियो, यो ज्याकेट हरियो हो कि यो मौसमै हरियो हो कि
के हरियो हरियो हुन्छ सबै पुरै ल यो चाहिँ अब हामी गाडी आउने बाटोमा आइपुग्यो अनि यो बाटो चाहिँ सर्टकट बाटो यसरी आएर यो चाहिँ गाडी जाने बाटो हो यो चाहिँ अब सर्टकट ट्रेलबाट जान्छ हामी यसरी बाटो राम्रो छ गाडीबाट जाँदा अलिकति लामो हुन्छ त्यही भएर हामी अर्को सर्टकट हाइवेको ट्रेल अब हामी ल जय सूर्यनारायण भगवान् हामी छोरा यसरी गाडीको रोडलाई छिटोल्दै आज यहाँ हामी पिच बाटो ठाउँ पुग्छ यहाँबाट सूर्य भगवान्को दर्शन पाइयो फ्लिप अब होला बढीमा आधा घन्टा पौने घन्टा 1 घन्टै लाग्ला पुग्छौँ हामी कति बज्यो त अहिले ठ्याक्क 9 बजेर 49 मिनट गयो अब यहाँ एकछिन सेसनपछि चाहिँ अब हामी फेरि अब उकालो लाग्यौँ ल है रेस्ट गर्ने बेला भयो रेस्ट गर्ने पानी खाने के खाने हो ल त्यहाँ डाँडा गएर घाम ताप्ने डाँडा गएर अर्को बोतल छैन घुम्न पाउँदा त रमाइलो हुन्छ नि मर्निङ वाक हिँड्ने बानी भयो यति गाह्रो मेन्टेन गर्नु भयो
सशुल्क पार्किङ अनि सम्पो छ हजुर सूर्यकुण्ड यहाँ चाहिँ सूर्यकुण्ड कहाँनिर यहाँ सानो एउटा कुण्ड छ कि एउटा कुण्ड छ यहाँनिर सूर्यकुण्ड लगाएर वाइल्ड फोटोग्राफर ल हामी अहिले सूर्यकुण्ड आइपुगेका छौँ पानी संरक्षण पोखरी सूर्यकुण्डमा आइपुग्यौँ है हामी यस्तो ठाउँमा पनि पानी तच्चो मेन्छ नि त्यही त ल दुईजना हजुरबाउ र नातिनी बिचको बाटो जानुमा छल्लिनु भेट्यो गइन्छ फेरि फर्केर रोड आउँदै हुनुहुन्छ अहिले यता आइपुग्यो यो चाहिँ हेलिप्याड जाने बाटो रहेछ यसरी बाटो दुईतिर यो चाहिँ हेलिप्याड जाने बाटो भने चाहिँ हामी चाहिँ अहिले यताबाट जान्छौँ यहाँबाट हेलिप्याड भने चाहिँ अब त्यहाँ हेलिकप्टरहरू आयो भने यस्तो यो फुलचोकीमा आउँदाखेरि रोक्नको लागि होला यहाँ अब हामी चाहिँ यहीँ एकछिन कफी खानको लागि ब्रेक गरिरहेको छौँ घाम भएको ठाउँमा टक्क बसेर ल त्यो चाहिँ जेन तातो एउटा सर्भ गरेपछि चाउचाउ खाने कि चिउरा खाने कि के खाने ल साढे 11 भइहाल्यो होइन ल यसरी अनि हामी लगभग 11:30 बजीतिर यसरी चाउचाउ पकाएर झुला बनाएर ल हेर त यो ल मासु आयो मासु हो र त ल मासु आयो मासु यसरी बस्नु चाउचाउ कस्तो रहेछ दाइ फर्स्ट टाइम होला यो प्याकेटमा खाएको त यसरी पिरोवाला खाएको थिएँ म अनि किम्चीवाला खानु त रहन्छ भन्ने खाने क्या मैले त्यो चाहिँ धेरै पसिना र त्यो धेरै नै स्पाइसी हुन्छ क्या यो चाहिँ गुफा जाने बाटो रहेछ कहाँ गुफा चाहिँ थाहा भएन गुफाको नाम पनि भइन्छ कता हो यो बाटो आएको यता गुफा रहेछ यताबाट जाँदैछ सिनी के भने जस्तो लागेको थियो कि दुईवटा यहाँ ल है आइपुग्नलाई यो अब 15-20 मिनट यताबाट बाटो यो चाहिँ यो हात्तीको उ जस्तै पो सुन जस्तै पो र के जस्तो देखिया छ भाइ सिंह सिंहनी कि बाघिनी के भन्थ्यो दुईवटा यहाँ टक्क यहाँबाट माथि उकालो लाग्ने एउटा फोटो खिचाउँ त सबैजनाको यहाँ धेरै पो फोटो नखिच्यो होला बेबीले खिचिदिन्छ हामी यहाँ पहिला तल खिच्ने हामी 6 जनाको खिच्ने त्यो लाग्यो अब म्याक्सिमम आधा घन्टा लाग्ला कि अब 12:05 हो 12:30 सम्म त पुग्यो होला यो चाहिँ लास्टै उकालो रहेछ है अब अन्तिममा खैर होला हजुर 26 छैन पुगेको छैन
ल थकाइ मार्दैछौँ हामी त अब यहाँबाट टावर टावर छोडेर देखेको छ अब म्याक्सिमम 10 मिनट होला हेलो डेल्टा 1 हेलो बेबी सुनेन कति टाढा छ अब कति टाढा छ ल अब तिर्छ अनि ओके आइपुग्यो बेबीहरू त फर्स्ट आइपुगेछ त स्कुटीहरू ल मन्दिर जाने बाटो आइपुग्यो यो एरो चाहिँ कता छ यो मन्दिरको यतै गाना हुनु ओह्रालोमा त पक्कै हुँदैन ब्राभो डेल्टा 1 आइपुग्यो त ट्रेकर जस्तो देखेको छ त्यो हाइवेको ट्रेकर हो स्नो चाहियो पैसा लुगेको थियो त यो बोर्डमा आर्मी क्याम्पबाट छिरेर जानुपर्छ नि त्यहाँ चाहिँ फोटो भिडियो लिनु मिल्दैन अब आर्मी क्याम्पबाटै जानु हो फोटो निश्चित एरियाभित्र चाहिँ आइपुग्यो लास्ट पार्किङ स्टेसन आइपुग्यो योभन्दा माथि चाहिँ Wow! आइपुग्यो जय फुलचोकी माताकी ल उल्टो घुम्यो यताबाट बाटो छ त उतै हो परे जाउँ त्यतैबाट यताबाट नि रहेछ नि त बाटो जुत्ता त खोल्न परिहाल्यो नि यहाँ यस्तो स्ट्यान्ड बनाइदिएको छ जुत्तै राख्नलाई भनेर हामी खोलेर जानुपर्ने हो र ल है फुलचोकी माताको मन्दिर आइपुग्यो अब के गर्नु पर्यो बेबी हामीले जुत्ता खोल्नु पर्यो ल उसेर होइन सट्ट लाउँदाखेरि जय श्री फुलचोकी माई यस्तो छिर्ने ठाउँ रहेछ नि त यता हाम्रो चन्द्रगिरी नगरपालिकाको वडा नम्बर 15 स्थित विष्णु मन्दिरमा यस्तो पापद्वार धर्मद्वार त्यस्तो रहेछ यहाँ पनि
यो के हो मामु यस्तो रहेछ त यो के हो कुन कुरो त्यो पढ न यतापट्टि ट्याग टाँसिरहेछ भनेर नि होइन कि 5 को सरकार नापी विभाग के छ यो ट्रिगोनोमेट्रिकल स्टेसन फुलचोकी 2 सरकारी यहाँ त 27 हो देखिरहेछ 27 प्रविधि फुलचोकीबाट देखिएको हिमालको श्रृङ्खलाहरू यो गोली स्टार त जुँदै छ त यार यो गोली स्टार चाहिँ एकदम फेमस रहेछ गर्नुपर्ने यो चाहिँ हुम त गोली स्टार चाहिँ जुँदिएको धेरै ल त्यसरी अब हामी फुलचोकी माताको दर्शन गरेर जय फुलचोकी माता कि भएर यहाँ मोबाइलले अब यहाँ तरकारी काट्दैछ कता गयो ल ए पनिर बनाएर खायौँ ठुलो चम्चा छ के त्यो एउटा झोलामा राखेको फुलचोकी भन्केरमा चन्दगिरी भन्दा अगाडि ल अब हाम्रो खाजा भन्ने कि खाना भन्ने त्यो खाएपछि अब हामी हिँड्दै फुलचोकी माईको दर्शन गरेर अब हामी के गर्दैछौँ त फर्किँदैछौँ होइन फर्केर अब लगभग 2-3 घन्टा 3 घन्टा 2.5 देखि 3 घन्टा अब यहाँ आउँदा रेस्ट गर्दै गर्दा 5 घन्टा लाग्यो अब 3 घन्टा लाग्छ Oh my god, कस्तो राम्रो बनाएको राखामा हामी चाहिँ यता हाइकिङ हिँड्न आएको कि फुलचोकी अनि अब घर फर्किनेलाई गाह्रो भएर बाजेहरूलाई वेट गरेर बसिरहेको कफी खानु त्यहाँ त दुध खाने मासु चाहिँ हो नि कोन आएको दाजु भन्नु हाय गाउँले झरौँ बिस्तारै यी छोटो बाटो आउँदाखेरि यस्तो हुन्छ लामो बाटो चाहिँ अलि धेरै घुम्नुपर्ने यस्तो घुम्नुपर्ने लामो बाटो अलि धेरै घुम्नुपर्ने भएर यसरी छोटो बाटो आउँदा चाहिँ यसरी लहरा लुरी समातेर घिस्रिनी खेल्दै चिप्लिटी खेल्दै आउने भाइ त आइपुगिसक्यो म अब
हेर्दा मात्रै छोटो हो कि यो अप्ठ्यारो त अप्ठ्यारो छ नि बाटो त्यो त लचक्कै जान्छ त्यो सट्टै आउँछ नि त्यो माथि झुन्ने छैन त्यो माथि जाने उतै बस्ने आज आइपुग्यो बिहान जहाँबाट हामीले 9 धाराबाट सुरु गरेका थियौँ त्यहाँ आइपुग्यो है देखिरहेको चाहिँ बिहान हामी दर्शन गरेको कुञ्चकी माताकै मन्दिर हो माथि पनि भयो मन्दिर भ्याइन्छ त्यो 9 धारा आइपुगेको छ च्याङमा त डराउँदैन ऊ त्यहाँ पुग्ने हुने क्या हामी बाइक पार्क गरेको ठाउँमा आइपुग्यौँ बिहान पार्क गरेको लगभग कति बज्यो त भन्दाखेरि ठ्याक्कै 5 बजी ठ्याक्कै 5 बजे 5 मिनटको हामी 3 घन्टामा आइपुग्यो जाँदा 5 घन्टा लागेको थियो आउँदा ठ्याक्कै 3 घन्टामा आइपुग्यो कस्तो लाग्यो आधा घन्टा अलिक चाँडो हुन्थ्यो है कस्तो लाग्यो त केले गर्दा ढिला भयो मेरो यो चिसो लागेको मेरो पनि लास्ट टाइम आएपछि ठ्याक्कै यहाँ ठ्याक्कै अलिकति पुग्यो यहाँ भर्याङमा चाहिँ ठ्याक्कै लास्ट भयो ल आइपुग्यो अब हामी यो मार्बल डाँडा जाने कुरो छ बेलुकाको 5:15 बजे हामी 5:15 बजी चाहिँ हामी मार्बल डाँडा फुलचोकी घुमेर आएर हाइकिङ गएर